उहाँ हुनुहुन्छ राष्ट्रिय के पार्टी हो, संस्कृति पार्टी कि खै के पार्टी, हर्क साम्पाङकी चेली हुनुहुन्छ उहाँ चाहिँ होइन। फोहोर देख्नु हुँदैन, घरबाट हिँडेपछि झाडु बोकेर हिँड्ने हो उहाँ, जहाँसुकै फोहोर होस् फालिहाल्ने। आफ्नो देश आफै बनाउँछ। अरू मान्छे रुमाल बोकेर हिँड्छन्, यो सब सफा गर्नुभएको उहाँले हो होइन। अरू सबै रुमाल बोकेर हिँड्छन् तर उहाँ झाडु बोकेर हिँड्नुहुन्छ। हेर्नुहोस्, उहाँलाई अर्कोचोटि मेयरमा उठाउने कुरा छ नि, हेरौँ कहाँसम्म सफल हुन्छ। प्रधानमन्त्री नै हुने हो म पनि। प्रधानमन्त्री भइसक्यो अहिलेलाई होइन, 5 वर्षलाई नचलाउँ त्यस्तो छ। हाम्रो उहाँको काम कस्तो छ मूल्याङ्कन गरिदिनु होइन। अब उहाँले यहाँ मात्रै होइन देशै सफा गर्नुहुन्छ। तपाईँले यहाँ मात्रै सफा गरेको जस्तो लाग्दो हो। उहाँ हिँड्ने एकदम झाडु बोकेर कता कता हुन्छ। उहाँ अर्को पार्टी, त्यही पार्टीको अर्को चेलो हुनुहुन्छ, बालक भयो नि, नाबालक हो उहाँ। यो सबै गुम्बा आज उहाँले सफा गर्ने भनेर होइन आउनु भएको छ। उहाँलाई काम आयो भने चाहिँ उहाँ चितवन भरतपुर कति नम्बर, वडा नम्बर 11 त्यस्तो चाहिँ। यो सब उहाँले आज सफा गर्ने हुनुभएको छ होइन। तपाईँ आएर यहाँ नजिकै कोही हुनुहुन्छ नि हेर्न सक्नुहुन्छ।